हेलो गाइज, वेलकम ब्याक टु मुसा ब्लग। म चाहिँ आज बकाया 5 तिनतलेमा बन्न गइरहेको बेम्बो कटेजको भिडियो लिएर आउँदैछु है त गाइज। सबैले माया देखाइदिनु पर्यो। देख्न सक्नुहुन्छ फर्स्टमा चाहिँ यो बाहिर बाँसहरूले पार लगाइएको छ। मेन चाहिँ यो बकायाको मेन रोड धरान चौताराको बाटो। अब हामी लाग्छौँ भित्रतर्फ। सक्नुहुन्छ गाइज, बिहानको भ्यू यस्तो छ र हाम्रो बेम्बो कटेज रहेको छ यता। सबै कम्प्लिट भइसक्यो आजको। यहाँ यो रहेको छ कपाल रुम, देख्न सक्नुहुनेछ। यतापट्टिको यता र यताको यता रहेको छ किचन र यता हाम्रो रहेको छ बेम्बो कटेज, देख्न सक्नुहुनेछ। सबै पेन्टिङ गरेर रेडी भइसक्यो। हाम्रो टेबल कुर्सीहरू पनि झरिसक्यो गाइज। अब छिटोभन्दा छिटो ओपनिङ हुँदैछ। सबैले सपोर्ट गरिदिनु होला, आइदिनु होला। ओपनिङ चाहिँ भदौ 1 गते रहेको छ र सबैलाई निमन्त्रणा गर्दछौँ। सबैजना आइदिनु होला, भिजिट गरिदिनु होला राम्रोसँग। ल है त गाइज, म चाहिँ जाँदैछु माथिबाट देख्न सक्नुहुनेछ। अहिले चाहिँ यो सानो भर्याङ छ, पछि चाहिँ ठुलो हाल्नेछौँ हामी यहाँ। ल गाइज, स्वर्ग जस्तै छ नि त हाम्रो बकाया। हेलो गाइज, देखिसक्नुभयो माथिको भ्यू टावरबाट पनि। र आजको काम भनेको हाम्रो यो सरसफाइ गर्ने हो। भदौ 1 गते ओपनिङ छ है त गाइज। सबैजना आइदिनु पर्यो, सपोर्ट गरिदिनु पर्यो है त। माया देखाइदिनु पर्यो बकाया 5 तिनतलेलाई।